गुड इभिनिङ, इट्स मी महारानी राज्यलक्ष्मी सासु। आज यस्तो रमाइलो लागिरहेछ। म नेपालगञ्जमै छु तर एकदमै गाउँमा गएको चाहिँ मलाई फिल भइरहेछ किनभने चाहिँ यस्तो स्टाइलले बसेको छु म है मुनामा। अनि सो गर्मीको मौसममा चाहिँ मैले चाहिँ मही खाँदै बसिरहेको छु। मही भन्ने बित्तिकै चाहिँ मैले अघि पनि भने गाउँमा आएको फिल भइरहेछ। झन् एकदमै गाउँमा आएको फिल मलाई हुनेछ। र यति बेला चाहिँ म नेपालगञ्जको सुर्खेत रोड स्थित औद्योगिक क्षेत्रको सटमा भर्खरै मात्र हामी सबैको लागि चाहिँ चियागञ्ज खोलेको छ। चियागञ्जमा चाहिँ म चाहिँ चिया खाँदैन, म चिया पारेको होइन है, म चाहिँ मही खाँदैछु। गर्मी चाहिँ नेपालमा त त्यतिकै पनि एकदमै सो मुलुकको सबैभन्दा गर्मी सहरको रूपमा परिचित छ। गर्मीमा नो कोल्ड ड्रिङ्क, अर्ग्यानिक खानुहोस्, ज्यान बनाउनुहोस्। म तिमी भन्न चाहन्छु, म खान्छु एकैचोटि। ल दिदी कस्तो छ रिभ्यू? एकदम म त अहिले चाहिँ प्युठालमै आएको जस्तो लाग्यो किनभने चियागञ्जको यहाँको चाहिँ मेन सेफ दाई चाहिँ मही बनाउने सेफ दाई चाहिँ प्युठानको जीसी हुनुहुन्छ अरे है दाई? दाई किन भने पिजेजीसी दाईले बनाएको यो मही चाहिँ यस्तो मिठो छ। एकछिनपछि म चिया खाने चाहिँ धेरै किसिमको चिया पनि पाउँछ। सबैजना समर सिजनमा यहाँ आउनुहोस्, मही खानुहोस्, चिया खानुहोस्, मजाले गफ गर्नुहोस्। धन्यवाद, थ्याङ्क यू।